आज कस्मिकले एकदमै धेरै भनेको गरिसकेपछि हामी चाहिँ वाटर पुल गयौँ। यो चाहिँ कहाँ छ भने पोखरा 14 यो चाउतेको भित्रपट्टि रहेको छ, जहाँ बिबी मार्गको भित्रपट्टि। हामी त्यहाँ भित्र त गयौँ, तर हामी एकदम सामान्य तरिकाले, म चाहिँ खासै पौडी खेल्न नि नजान्ने, मलाई फेरि पौडी भनेपछि लास्टै डर पनि लाग्ने चिज हो होइन। अनि म काउन्टर त गएँ, टिकट काट्छु र कस्मिकलाई छोडिदिन्छु भन्ने सोचिरहेको थिएँ। त्यहाँ गएपछि के थाहा भयो भने त्यहाँभित्र इन्ट्री गरेको पैसा पनि दिनुपर्ने रहेछ। जस्तै अब हाम्रो 3 जनाको 2 जना गयौँ भने 2 जनाकै पैसा तिर्नुपर्ने रहेछ। खेलो या नखेलो के बच्चा लिएर गइसकेपछि त्यो खालको प्रब्लम रहेछ होइन। अनि हामीले चाहिँ अब के गर्ने होला, न कपडा ल्याएको छौँ हामीले, न के ल्याएको छौँ, यत्तिकै सोचेर त्यहाँ कुरा गरिरहेको थियौँ। हामीलाई थाहा पनि थिएन, अनि जिन्दगीमा पहिलोचोटि यस्तो वाटर पार्कमा जान लागेको है। अब के गर्ने, हामी त सुरुमा त खोलामा खुइँ पौडी खेल्ने बानी हो नि त। अब यस्तो पैसा तिरेर त कहाँ हामीले पौडी खेल्छौँ त नि। तर यहाँ चाहिँ पौडी खेल्दा पनि पैसा लाग्ने, त्यसपछि गएको पनि पैसा लाग्ने रहेछ। यहाँ चाहिँ कति रहेछ भने छोरोलाई आज नगरौँ त नि भनेको मान्दैन। त्यसपछि हामीले चाहिँ टिकट चाहिँ काट्यौँ जसरी नि होइन। अनि हामी भित्र जाने सोचमा थियौँ। अनि म जाने भएँ, अनि यी चाहिँ कान्छी चाहिँ नजाने, अनि बुढी चाहिँ बाहिरै बस्ने। अनि म चाहिँ यसो त्यसलाई केयर पनि गर्नु पऱ्यो नि साथीहरू। त्यो भएको कारणले गर्दाखेरि मैले एउटा टिकट काटेँ 595 कि यस्तै के कतिको। अनि त्यसपछि कस्मिकको पनि काटेँ 400 कतिको, त्यति प्राइस छ। अनि त्यसपछि हामीले कुनै स्ल्याक्सहरू कुनै पनि लगेन, स्ल्याक्स किनिएको कुन्टा कस्मिकलाई एउटा अनि मलाई एउटा। त्यसपछि हामी लाग्यौँ वाटर पार्कको भित्रपट्टि, टिकट लियौँ 2टा कट्टु हातमा लिएर। अनि भित्र जाँदै थियौँ साथीहरू। तर यस्तो घटना घट्थ्यो कि होइन, म चाहिँ एकदम सक्ड भइरहेको छु कि अहिले पनि सम्झिँदाखेरि नि एकदमै ज्यान सिरिङ भइरहेको होइन। त्यो भएको कारणले तपाईँहरू बच्चाहरू लिएर जाँदैछ हुनुहुन्छ भने एकदमै केयर गर्नु होला। बच्चाहरू एक्साइटेड हुन्छन्, अनि यिनीहरूलाई कुन पोन्डमा खेल्ने भन्ने कुरो थाहा हुँदैन। अनि यो जाँदा त मान्छे हामी खेल्ने ठुलो पोन्ड हुन्छ नि, त्यसमा गएर डुलुङ्गै डुबिदिइहाल्यो कि। अनि म चाहिँ कपडा फेर्दै थिएँ साथीहरू है। अनि त्यतिखेरै मैले नदेखेको भए आज ठुलो घटना हुने थियो होइन। तर त्यो घटना हुन पाएन, भगवान्प्रति एकदमै म कृतज्ञ छु है। तर यस्तो हुनसक्छ है। ल मजा आयो हो। हामी चाहिँ यहाँ वाटरफलमा आएको साथीहरू होइन, वाटर पार्क। अनि यहाँ धेरै मान्छेहरू हुनुहुन्छ, तर बच्चाहरू चाहिँ एकदमै ल्याउनु चाहिँ हजुरहरूले एकदमै विचार गर्नु होला है। त्यो चाहिँ एकदमै डेन्जर छ। बच्चाहरूले पहिलो सुरुमा पानी देखेका छैनन् भने छोड्नु हुँदैन, एकछिन पनि छोड्नु हुँदैन यो है। मैले कस्मिकलाई त छोडेको चाहिँ डुबिरह्यो मेरो सातो उड्यो अरे। अनि ओके, हामी चाहिँ पौडी खेल्यौँ। अब हामी चाहिँ निस्किन लागेको अहिले कति धेरै नै बेर खेल्यो है। अनि चाहिँ एकदमै विचार पुऱ्याउनु पर्ने कुराहरू के छ भने तपाईँहरूले होइन, यहाँ आउँदाखेरि बच्चाहरूलाई चाहिँ एकदमै विचार गर्नु होला। पैसा लिउँ है या यसको ओके। अनि बच्चाहरूलाई चाहिँ अलिकति यसको दिन्न केयर गर्नुपर्छ होइन। हामी चाहिँ लगभग
थ्याङ्क यू बहिनी ओके ल हामी चाहिँ निस्किन लागेको अब अनि आजको कस्तो भयो तँलाई मजा आयो हो धन्य डुबिदिस् भाइ आज त डेन्जर डुबेको है ओके हामी चाहिँ अब निस्किन साथीहरू यो चाहिँ ठ्याक्क यो चौथीमा भएको यो वाटर पार्क हो र तपाईँहरू बच्चा लिएर आउनु हुनुहुन्छ भने एकदम विचार गर्नु होला होइन बच्चाहरूलाई एक्लै चाहिँ नछोड्नु होला म यसो यता हेरेको थिएँ कस्मिक चाहिँ उतापट्टि गएर डुबिरहेको रहेछ अनि म दौडिँदै गएर अनि यसलाई समातेँ होइन नत्र भए आज ठुलो घटना हुनसक्थ्यो अनि म नभने जान्थिस् त भाइ त आज हट ओके यही हो वाटर पार्क तर घाम लागेको बेला आउँदाखेरि बच्चाहरूलाई चाहिँ सही हुन्छ